सबैमा नमस्कार। आजको विषयमा हामीले सिटिबिटी अन्तर्गत 3 वर्ष डिप्लोमाको प्रथम सेमेस्टरमा रहेको 100 पूर्णाङ्कको नेपाली विषयको पाठ लिएर आएका छौँ। आज हामी कृति परिचय ढाँचाका आधारमा विश्लेषण गर्नुपर्ने म कसरी हार्छु एकाङ्कीको विश्लेषण लिएर उपस्थित भएका छौँ। विषयलाई सुनेर साथ दिनुहोला। साथै हाम्रो यस नेपाली पाइला युट्युब च्यानललाई सब्स्क्राइब गरी हामीलाई हौसला समेत दिनुहोला। अब हामी आजको विषय शीर्षकतर्फ लागौँ। कृति परिचय ढाँचा अन्तर्गत हामीले कृतिलाई विभिन्न तरिकाले विश्लेषण गर्नुपर्ने हुन्छ। यसै अन्तर्गत क नम्बरमा कृतिको नामबाट हामीले सुरु गर्नुपर्ने हुन्छ। कृतिको नाम म कसरी हार्छु। म कसरी हार्छु। ख रचनाकारको नाम गोविन्द बहादुर मल्ल गोठाले। ग कृतिको मुख्य विषय राणाकालीन समयको भारदारको बैठक कोठामा भूतपूर्व मेजर होम प्रसाद आफूले चुनाव जित्ने कुरा निश्चित भएको दृश्यबाट एकाङ्कीको सुरु भएको छ। परिवारका सदस्यहरूले गरेको आग्रह र अनुरोधलाई व्यवस्था गर्ने होम प्रसादमा चुनाव जितेर शासन गर्ने तीव्र चाहना छ। ऊ आफू श्री 3 महाराजले पत्याएको मानिस भएकोले पनि चुनाव जित्ने कुरा गर्छ। होम प्रसादका परिवारले भने चुनाव जित्ने कुरामा शङ्का गरेका छन्। एकाङ्कीमा गजेन्द्रले पैसाको लोभमा र हिक्मतले छोरी कविताको रूप र यौवनको लोभमा होम प्रसादलाई सहयोग गर्ने काम गरेका छन्। सबल र सक्षम व्यक्तिको अभावका कारण प्रजातन्त्रबाट फाइदा नहुने कुरा होम प्रसादको कान्छो छोरो ज्ञान प्रसादले आफ्नो सुँघेर थाहा पाउने शक्तिका माध्यमबाट पत्ता लगाउँछ। चुनाव जित्नका लागि अनावश्यक पैसा खर्च गरेकोमा होम प्रसादको जेठो छोरो गुण प्रसादले आपत्ति जनाउँछ। होम प्रसादले गजेन्द्रले भनेअनुसार जति पनि पैसा खर्च गर्न तयार हुन्छ र यसको बारेमा छोराहरूलाई केही नबोल्न भन्दछ। होम प्रसादले पर्चा बाँड्न र बोझ खुवाउन गजेन्द्रलाई पैसा दिन्छ। होम प्रसादको राजनीतिक विचारमा राणाकालीन सोचको दुर्गन्ध भएको भन्दै चुनाव नजित्ने घोषणा ज्ञान प्रसादले गर्छ। तर पैसा खर्च गरेरै भए पनि होम प्रसाद चुनाव जित्ने प्रयत्न गर्छ। ज्ञान प्रसादले होम प्रसादको खराब काम र विचारको विरोध गर्छ। होम प्रसाद भने आफ्नो कुलको इज्जतका लागि पैसा खर्च गरेरै भए पनि चुनाव जित्ने प्रयत्नमा रहन्छ। आफ्नो कोठामा प्रवेश गरेको ज्ञान प्रसादलाई पशुको संज्ञा दिँदै होम प्रसाद हाँसे सँगसँगै एकाङ्कीको मुख्य विषय टुङ्गिन्छ। कृति परिचय ढाँचा अन्तर्गत घ नम्बर कृतिको महत्त्व। म कसरी हार्छु एकाङ्कीमा राणा शासनको अन्त्य भएर देशमा प्रजातन्त्र आए पनि राणाकालीन सोच विचार बोकेका मानिसहरूको विचार अझै पनि परिवर्तन नभएको विषयवस्तुलाई प्रस्तुत गरिएको छ। उनीहरूमा अझै पनि पैसा र कुलको प्रतिष्ठाका लागि जस्तोसुकै काम गर्न पनि अघि सर्ने प्रवृत्ति रहेको कुरा एकाङ्कीमा देखाइएको छ। मेजर भएर काम गरिसकेको होम प्रसाद चुनाव जितेर इज्जत र सम्मान कमाउने विचार लिएर अगाडि बढेको छ। परिवारको सल्लाहलाई व्यवस्था गर्ने होम प्रसाद देशमा परिवर्तन आएपछि पनि आफ्नो पुरानो मानसिकताबाट बाहिर आउन नसकेको यथार्थ एकाङ्कीमा आएको छ। देशमा प्रजातन्त्र आए पनि उही पुरानो सोच भएका मानिसहरूका हातमा नेतृत्व गए परिवर्तनको कुनै औचित्य रहँदैन। त्यसैले जनताले उपयुक्त नेता छानेर भोट दिए मात्र शासन गर्ने ठाउँमा पुर्याउनु पर्छ। होम प्रसादको जस्तो खराब नियत राख्ने नेतालाई जनताहरूले समयमै पाखा लगाउनु पर्ने महत्त्वपूर्ण विचार एकाङ्कीकारले व्यक्त गरेका छन्। कृति परिचय ढाँचा अन्तर्गत ङ नम्बर कृतिले आफूलाई पारेको प्रभाव। म कसरी हार्छु राणाकालीन मानसिक प्रवृत्तिलाई आधार लिएर लेखिएको उत्कृष्ट एकाङ्की हो। राणा शासनको अन्त्य भएर देशमा प्रजातन्त्र आए पनि नेतृत्व वर्गमा अझै पनि पुरानै विचार रहेको यथार्थलाई एकाङ्कीमा देखाइएको छ। त्यस्ता प्रवृत्ति भएका मानिसहरूलाई हामीहरूले नेतृत्वमा जान दिनु हुँदैन। त्यस्ता प्रवृत्तिका मानिसहरूलाई हामीले बेलैमा पाखा लगाउनुपर्छ। त्यसको मुख्य उपाय नै चुनाव हो। त्यसकारण पनि हामीले सोच विचार गरेरै त्यस्ता प्रवृत्ति भएका मानिसहरूलाई बेलैमा पाखा लगाउनु पर्ने कुरा यस एकाङ्कीमा आएको छ। एकाङ्कीमा आएको यही विषयले मलाई अत्यन्तै प्रभाव पारेको छ। कृति परिचय ढाँचा अन्तर्गत च नम्बरमा रहेको कृतिको भाषा शैली। म कसरी हार्छु एकाङ्कीमा पात्र अनुकूलको सरल भाषा शैलीको प्रयोग गरिएको छ। एकाङ्कीमा तत्सम तद्भव
शब्दहरूका साथै उखान र टुक्काहरूको पनि आकर्षक ढङ्गले प्रयोग गरिएको छ। देशकाल र परिस्थिति सुहाउँदो भाषाको प्रयोगले एकाङ्कीको भाषा शैली आकर्षक बनेको छ। अब हामी 6 नम्बरमा रहेको कृतिको कमी कमजोरी र सुझावतर्फ लागौँ। कृतिको कमी कमजोरी र सुझाव। म कसरी हार्छु एकाङ्की तत्कालीन समयमा देशमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र आएपछि पनि नेतृत्व वर्गको मानसिकतामा आउन नसकेको परिवर्तनलाई यथार्थ रूपमा प्रस्तुत गरिएको छ। देशमा राणा शासनको अन्त्य भएर परिवर्तन आए पनि प्रजातन्त्र आए पनि जनताहरूमा कुनै पनि किसिमको परिवर्तन नेताहरूले दिलाउन नसकेको कुरा देखाउनु। 6 नम्बरमा रहेको कृतिको कमी कमजोरी र सुझाव। म कसरी हार्छु एकाङ्की तत्कालीन समयमा देशमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र आएपछि पनि नेतृत्व वर्गको मानसिकतामा आउन नसकेको परिवर्तनलाई यथार्थ रूपमा प्रस्तुत गरिएकाले यस एकाङ्कीका लागि कुनै पनि कमी कमजोरी र सुझाव दिन आवश्यक देखिँदैन। अब हामी जमा रहेको निष्कर्षतिर लागौँ। म कसरी हार्छु एकाङ्की देशमा प्रजातन्त्र आए पनि उच्च वर्गका मानिसहरूमा पुरानै मानसिकता हाबी रहेको, धन सम्पत्ति र पैसाको रवाफले भए पनि सबै कुरा आफ्नै नियन्त्रणमा हुनुपर्ने खराब मानसिकतालाई प्रस्तुत गरिएको छ। देशमा परिवर्तन आए पनि राणाकालीन विचार बोकेका सीमित व्यक्तिहरूमा परिवर्तन आउन नसकेको कुरालाई प्रस्तुत गरिएको छ। खराब मानसिकता भएका व्यक्तिहरूलाई चुनावका माध्यमबाट तह लगाउन सकिने कुरा मूल रूपमा यस एकाङ्कीमा आएको छ।